के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि जीवनमा तपाईँ कति नै मेहनत गरे पनि पैसा भने हातमा टिक्दैन। महिनाको सुरुमै तलब आउँछ तर महिनाको अन्त्यसम्म आइपुग्दा खाता फेरि शून्य जस्तै देखिन्छ। अनि मनभित्र कतै गहिरो रूपमा एउटा डर बस्छ कि के म सधैँ यस्तै चक्रमा फसिरहने हो? के म कहिल्यै आर्थिक रूपमा स्वतन्त्र बन्न सक्दिन? यही प्रश्नले धेरै मानिसको मनलाई चुपचाप पोलिरहेको हुन्छ। तर उत्तर खोज्ने आँट सबैले गर्न सक्दैनन्। पेबो बुक्समा हामी यही लुकेको प्रश्नलाई उजागर गर्छौं। हामी विश्वास गर्छौं कि ज्ञान केवल पढेर होइन, बुझेर र जीवनसँग जोडेर लिन सकियो भने मात्रै त्यसले मानिसको सोच, निर्णय र भविष्य बदल्न सक्छ। पेबो बुक्सको उद्देश्य जटिल लाग्ने विषयहरूलाई पनि सरल भाषामा कथा जस्तै बग्ने शैलीमा प्रस्तुत गर्नु हो, ताकि जो सुकैले पनि आफूलाई त्यसमा देख्न सकोस् र आफ्नो जीवनसँग जोड्न सकोस्। निकोलस बेरुबेद्वारा लेखिएको फ्रम जिरो टु मिलियनेयर पनि त्यस्तै एउटा किताब हो, जसले ठूलो सपना देखाउने मात्र होइन, त्यो सपना कसरी शान्त, अनुशासित र व्यावहारिक तरिकाले सम्भव हुन्छ भनेर देखाउँछ। यो किताब कुनै चमत्कारको कथा होइन, न त रातारात धनी बन्ने सपना बेच्ने पुस्तक हो। यो किताब एक साधारण मानिसले कसरी आफ्नो बानी, सोच र निर्णयलाई बिस्तारै परिवर्तन गर्दै लगानीको माध्यमबाट आर्थिक रूपमा बलियो बन्न सक्छ भन्ने यथार्थ कथा हो। लेखक निकोलस बेरुबे स्वयं कुनै वाल स्ट्रिटका जादुगर होइनन्। उनी पत्रकार हुन् जसले धेरै वर्षसम्म आर्थिक समाचार, शेयर बजार, लगानी र सामान्य मानिसको पैसासम्मको सम्बन्धलाई नजिकबाट हेरे। यही अनुभवले उनलाई एउटा गहिरो सत्यतर्फ पुर्यायो। त्यो सत्य के हो भने धेरै मानिसहरू धनी नहुनुको कारण पैसा कम नहुनु होइन, बरु पैसालाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट समझ नहुनु हो। किताबको सुरुवातमै लेखकले एउटा कडा तर साँचो कुरा भन्छन् कि धेरै मानिसहरू लगानी भन्ने शब्द सुन्नासाथ डराउँछन्। उनीहरूलाई लाग्छ शेयर बजार भनेको जुवा हो, जहाँ धनी मानिसहरू मात्रै जित्छन् र सामान्य मानिस सधैँ हार्छ। तर लेखक भन्छन् यो डर जानकारीको अभावबाट जन्मिएको हो। जब मानिसले लगानीलाई जुवा होइन, लामो यात्रा जस्तो बुझ्न थाल्छ, तब उसको दृष्टिकोण नै बदलिन्छ। लेखकले आफ्नो जीवन र वरपर देखेका धेरै उदाहरणहरू उल्लेख गर्दै देखाउँछन् कि कसरी धेरै पढे-लेखे, राम्रो जागिर गर्ने मानिसहरू पनि आर्थिक रूपमा सधैँ तनावमा हुन्छन्। उनीहरू महिनाको तलबमा भर पर्छन्, भविष्यको लागि खासै तयारी गर्दैनन् र जब कुनै आपत आउँछ तब उनीहरूलाई पैसाले होइन, पैसाको अभावले नियन्त्रण गर्छ। यही अवस्थालाई लेखक आर्थिक दासता भन्छन्। फ्रम जिरो टु मिलियनेयरको मूल भावना यहीबाट सुरु हुन्छ। शून्य भन्नाले केवल पैसाको शून्य होइन, ज्ञानको शून्य, योजनाको शून्य र दीर्घकालीन सोचको पनि हो। लेखक भन्छन् धेरै मानिसहरू शून्यबाट सुरु गरिरहेका हुन्छन्, तर उनीहरूलाई थाहा नै हुँदैन कि उनीहरू कहाँ उभिएका छन्। जबसम्म आफ्नो वास्तविक अवस्था बुझिँदैन, तबसम्म अगाडि बढ्ने बाटो पनि देखिँदैन। किताबले पहिलो चरणमा मानिसलाई आफ्नो पैसासँगको सम्बन्ध बुझ्न सिकाउँछ। लेखक भन्छन् पैसा कुनै भावनात्मक वस्तु होइन, तर मानिसले यसलाई भावनासँग जोडेर निर्णय गर्छ। डर, लोभ, हतार र पछुतो यी सबैले लगानीमा गलत निर्णय गराउँछन्। धेरै मानिसहरू बजार बढ्दा हतारमा किन्छन् र बजार घट्दा डरले बेचिदिन्छन्। यही चक्रले उनीहरूलाई सधैँ घाटामा राख्छ। लेखक यहाँ एउटा महत्त्वपूर्ण विचार राख्छन्। सफल लगानीको पहिलो शर्त बुद्धिमानी होइन, धैर्य हो। धैर्य भनेको केही नगरी बस्नु होइन, तर आफ्नो योजना अनुसार अनुशासनमा रहनु हो। बजार हल्लिँदा पनि नआत्तिनु, समाचारले डर देखाउँदा पनि आफ्नो दीर्घकालीन लक्ष्य नबिर्सनु। यही धैर्यले साधारण मानिसलाई असाधारण नतिजासम्म पुर्याउँछ। किताबमा लेखक बारम्बार स्ट्रेस फ्री इन्भेस्टिङ भन्ने शब्द प्रयोग गर्छन्। उनी भन्छन् लगानीले तपाईँको जीवन सजिलो बनाउनुपर्छ, तनावपूर्ण होइन। यदि तपाईँ दिनदिनै शेयरको मूल्य हेरेर चिन्तित हुनुहुन्छ भने तपाईँ गलत तरिकाले लगानी गर्दै हुनुहुन्छ। सही लगानी त्यो हो जहाँ तपाईँ आफ्नो जीवन जिउन सक्नुहुन्छ र पैसा चुपचाप तपाईँको लागि काम गरिरहेको हुन्छ। यसै सन्दर्भमा लेखक इन्डेक्स फन्ड्सको कुरा ल्याउँछन्। उनी देखाउँछन् कि कसरी बजारलाई जित्ने प्रयास गर्ने धेरै सक्रिय लगानीकर्ताहरू लामो समयमा बजारभन्दा कमजोर नतिजा दिन्छन्। यसको कारण उनीहरूको बुद्धि कम हुनु होइन, बरु अत्याधिक क्रियाशीलता र भावनात्मक निर्णय हो। इन्डेक्स फन्ड्स भनेको बजारसँगै बढ्ने साधारण तर शक्तिशाली साधन हो, जसले सामान्य मानिसलाई पनि बजारको औसत वृद्धिमा सहभागी बनाउँछ। लेखक यहाँ एउटा गहिरो मनोवैज्ञानिक कुरा पनि उठाउँछन्।
मानिसहरूलाई आफू विशेष भएको महसुस गर्न मनपर्छ, त्यसैले उनीहरू बजारभन्दा स्मार्ट हुन खोज्छन्। तर लेखक भन्छन्, लगानीमा नम्रता नै ठूलो शक्ति हो। आफू सबैभन्दा स्मार्ट होइन भनेर स्वीकार गर्नु र बजारको दीर्घकालीन वृद्धिमा भरोसा गर्नु, यही सोचले धेरै मानिसहरूलाई करोडपति बनाएको छ। लेखकले समयको शक्तिलाई धेरै गहिराईका साथ बुझाउँछन्। उनी भन्छन्, पैसा कमाउनु भन्दा पनि समयमै लगानी सुरु गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। सानो रकम तर लामो समय, यो सूत्र धेरै मानिसले बेवास्ता गर्छन्। मानिसहरू भन्छन्, अहिले त थोरै पैसा छ, पछि धेरै भएपछि सुरु गर्छु। तर लेखक देखाउँछन्, यही सोच नै सबैभन्दा ठूलो गल्ती हो। समयसँगै कम्पाउन्डिङ कसरी काम गर्छ भन्ने कुरा लेखकले सरल भाषामा खोल्छन्। पैसा आफै बढ्दैन, पैसा समयसँग मिलेर बढ्छ। सुरुमा वृद्धि सानो देखिन्छ, तर वर्षौं बित्दा जाँदा त्यही सानो वृद्धि विशाल आकार लिन्छ। यही कारणले धनी मानिसहरू हतारमा होइन, धैर्यमा विश्वास गर्छन्। लेखकले यो पनि स्पष्ट पार्छन् कि फ्रम जिरो टु मिलियनियरको यात्रा कुनै सिधा रेखा होइन। यसमा उतार चढाव हुन्छ, बजार घट्छ, समाचार डराउँछन्, कहिलेकाहीँ आफ्नै निर्णयमाथि शङ्का लाग्छ। तर जो मानिसले आफ्नो योजना र अनुशासनलाई छोड्दैन, अन्ततः उनै सफल हुन्छ। निकोलस बेरुबे भन्छन्, धेरै मानिसहरू लगानी सुरु नै गर्दैनन्। कारण पैसा नहुनु होइन, डर हो। डर के कुराको हुन्छ भने, यदि पैसा डुब्यो भने के गर्ने, यदि गलत निर्णय भयो भने के गर्ने, यदि बजार भोलि नै भत्कियो भने के गर्ने। लेखक भन्छन्, यी सबै डर स्वाभाविक हुन्, तर यिनै डरले मानिसलाई निष्क्रिय बनाउँछ र निष्क्रियता नै सबैभन्दा ठूलो जोखिम हो। किताबमा लेखक स्पष्ट रूपमा भन्छन् कि जोखिम भन्ने कुरा मानिसले गलत रूपमा बुझ्छ। धेरैलाई लाग्छ जोखिम भनेको शेयर बजारमा पैसा हाल्नु हो, तर लेखकका अनुसार वास्तविक जोखिम भनेको पैसा ब्याङ्कमा राखेर मुद्रास्फीतिले बिस्तारै त्यसको मूल्य घट्दै जान दिनु हो। जब तपाईँ लगानी गर्नुहुन्न, तब तपाईँ अनदेखा तरिकाले जोखिम लिइरहनु भएको हुन्छ। यहाँ लेखक आफ्नो पत्रकार जीवनको अनुभवबाट देखाउँछन् कि इतिहासले बारम्बार के प्रमाणित गरेको छ भने दीर्घकालमा बजार सधैँ अगाडि बढेको छ। बीचबीचमा सङ्कट आएका छन्, युद्ध, मन्दी, महामारी, आर्थिक पतन, तर समय बित्दै जाँदा बजार फेरि उभिएको छ। तर धेरै मानिसहरू ती सङ्कटको बेला डरले बाहिर निस्किन्छन् र पछि बजार बढ्दा फेरि पछुतो गर्छन्। लेखक भन्छन्, लगानीमा सफल हुन सबैभन्दा ठूलो चुनौती बजार होइन, तपाईँको आफ्नै मन हो। जब बजार घट्छ तब मन डराउँछ, जब बजार बढ्छ तब लोभ बढ्छ। यही डर र लोभको चक्रले मानिसलाई बारम्बार गलत निर्णय गराउँछ। सफल लगानीकर्ता त्यो हो जसले आफ्ना भावनालाई योजनाले नियन्त्रण गर्छ। यसै सन्दर्भमा लेखक एसेट एलोकेसनको अवधारणा ल्याउँछन्। उनी भन्छन्, सबै पैसा एउटै ठाउँमा राख्नु बुद्धिमानी होइन। उमेर, आम्दानी, लक्ष्य र सहन सक्ने जोखिम अनुसार लगानीलाई सन्तुलनमा राख्नुपर्छ। यसले बजारको उतार चढावमा पनि मनलाई शान्त राख्छ, किनकि सबै कुरा एकैचोटि डुब्ने सम्भावना कम हुन्छ। किताबले देखाउँछ कि धेरै मानिसहरू बजार घट्दा सबैभन्दा खराब समयमा बेचिदिन्छन्, कारण उनीहरूले आफ्नो लगानी किन गरेका थिए भन्ने कुरा नै बिर्सन्छन्। लेखक त्यसैले भन्छन्, लगानी सुरु गर्नुअघि आफैसँग एउटा स्पष्ट उत्तर हुनुपर्छ। यो पैसा मैले कहिले चाहिन्छ, किन चाहिन्छ र कति समयसम्म यसलाई छुनु हुँदैन। लेखक स्ट्रेस फ्री इन्भेस्टिङको अवधारणालाई यहाँ अझ बलियो बनाउँछन्। उनी भन्छन्, यदि तपाईँको लगानी योजना यति जटिल छ कि तपाईँलाई राति निद्रा लाग्दैन भने त्यो योजना गलत छ। राम्रो योजना त्यो हो जसलाई तपाईँले बुझ्न सक्नुहुन्छ र जसमा तपाईँलाई विश्वास छ। सरलता यहाँ कमजोरी होइन, शक्ति हो। लेखक एक्टिभ इन्भेस्टिङ र प्यासिभ इन्भेस्टिङ बीचको भिन्नता पनि सहज भाषामा बुझाउँछन्। धेरै मानिसहरू बजारलाई हराउने सपना देख्छन्, तर तथ्याङ्कले देखाउँछ कि दीर्घकालमा थोरै मानिस मात्र सफल हुन्छन्। प्यासिभ इन्भेस्टिङ, विशेष गरी इन्डेक्स फन्ड्स मार्फत, सामान्य मानिसका लागि सबैभन्दा व्यावहारिक बाटो भएको लेखकको तर्क छ। लेखक यहाँ एउटा रोचक कुरा उठाउँछन्। धेरै मानिसहरू आफ्नो कार किन्दा, घर किन्दा धेरै सोच विचार गर्छन्, तर लगानी गर्दा भने छिमेकीको सल्लाह, टिभीको खबर वा सामाजिक सञ्जालको हल्लामा निर्णय गर्छन्। यही असन्तुलनले उनीहरूलाई बारम्बार घाटातिर धकेल्छ। किताबले करको विषय पनि सरल रूपमा छुन्छ। लेखक भन्छन्, लगानीबाट कमाएको पैसा मात्र महत्त्वपूर्ण होइन, हातमा कति बाँकी रहन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हो। करलाई बेवास्ता गर्दा मानिसले धेरै सम्भावित लाभ गुमाइरहेको हुन्छ। त्यसैले लगानी योजना बनाउँदा करको प्रभाव बुझ्नु आवश्यक छ। अनुशासनलाई लेखकले केन्द्रीय स्थान दिन्छन्। उनी भन्छन्, ठूलो रकम एकैचोटि लगानी गर्नुभन्दा पनि नियमित रूपमा लगानी गर्नु धेरै प्रभावकारी हुन्छ। यसले बजारको उतार चढावलाई औसत बनाउँछ र भावनात्मक निर्णयको सम्भावना घटाउँछ।
लेखकले यो पनि स्वीकार गर्छन् कि कहिलेकाहीँ लगानी बोरिङ लाग्न सक्छ, कुनै रोमाञ्च छैन, कुनै तुरुन्तै जित छैन, तर उनी भन्छन् यही बोरिङपन नै सफलताको सङ्केत हो, किनकि जब तपाईँ लगानीलाई मनोरञ्जन बनाउनुहुन्छ तब तपाईँ जुवा खेल्न थाल्नुहुन्छ। लेखक पाठकलाई आफ्नो पहिचान परिवर्तन गर्न प्रेरित गर्छन्। उनी भन्छन् आफूलाई केवल कामदार, तलब खाने व्यक्ति भनेर हेर्न छोड्नुहोस्, आफूलाई लगानीकर्ता, दीर्घकालीन सोच राख्ने व्यक्ति भनेर सोच्न सुरु गर्नुहोस्। यही सोच परिवर्तन नै व्यवहार परिवर्तनको सुरुवात हो। लगानीप्रति डर घट्दै स्पष्टता बढ्न थालेपछि अब अझ भित्री यात्रातर्फ लैजान्छ, जहाँ पैसा केवल अङ्क होइन, जीवनका निर्णय, बानी र मूल्यहरूसँग कसरी गाँसिएको छ भन्ने कुरा खुल्दै जान्छ। निकोलस बेरुबे भन्छन् धेरै मानिसहरू धनी हुन चाहन्छन्, तर उनीहरूले किन धनी हुन चाहन्छन् भन्ने प्रश्नको स्पष्ट उत्तर उनीहरूसँग हुँदैन। जबसम्म त्यो उत्तर स्पष्ट हुँदैन तबसम्म पैसा आए पनि सन्तुष्टि आउँदैन। लेखक यहाँ एउटा महत्त्वपूर्ण कुरा भन्छन्, लगानीको उद्देश्य केवल करोडपति बन्नु होइन, बरु आफ्नो जीवनमाथि नियन्त्रण पाउनु हो। पैसा त्यो साधन हो जसले तपाईलाई समय किन्न मद्दत गर्छ। जब तपाईँ आर्थिक रूपमा मजबुत हुनुहुन्छ तब तपाईँ आफ्नो समय कसरी प्रयोग गर्ने भन्ने निर्णय आफै गर्न सक्नुहुन्छ। यही स्वतन्त्रता नै वास्तविक धनीपन हो। लेखक जीवनशैली मुद्रास्फीतिको कुरा गहिराईका साथ उठाउँछन्। उनी देखाउँछन् कि धेरै मानिसहरूको आम्दानी बढ्दै जान्छ, तर खर्च पनि त्यही गतिमा बढ्दै जान्छ। परिणामस्वरूप उनीहरू पहिले जस्तै तनावमै रहन्छन्। बाहिरबाट हेर्दा उनीहरूको जीवन राम्रो देखिन्छ, तर भित्र उनीहरू अझै पैसाको दबावमा बाँचेका हुन्छन्। लेखक भन्छन् फ्रम जिरो टु मिलियनेयरको यात्रामा सबैभन्दा खतरनाक कुरा यही हो, आम्दानी बढेसँगै सबै पैसा खर्च गरिदिनु। यो बानीले मानिसलाई कहिल्यै अगाडि बढ्न दिँदैन। त्यसैले लगानीलाई बचेको पैसाबाट होइन, प्राथमिकताबाट सुरु गर्नुपर्छ। पहिले भविष्यको लागि राख्नु अनि बाँकी पैसाले जीवन चलाउनु। यही सोचले फरक नतिजा दिन्छ। निकोलस बेरुबे आफ्नो व्यक्तिगत जीवनका क्षणहरू सम्झिन्छन् जहाँ उनले पनि अरू जस्तै गलत निर्णय गरेका थिए। उनी स्वीकार गर्छन् कि उनले पनि कुनै समय बजारको हल्लामा विश्वास गरेका थिए, छिटो नाफाको लोभ गरेका थिए र त्यसको मूल्य तिरेका थिए। तर यही अनुभवले उनलाई एउटा सरल तर शक्तिशाली निष्कर्षमा पुर्यायो। त्यो निष्कर्ष के हो भने दीर्घकालीन सोच सधैँ छोटो समयको रोमाञ्चभन्दा बलियो हुन्छ। लेखक यहाँ धैर्यलाई फेरि नयाँ कोणबाट प्रस्तुत गर्छन्। धैर्य केवल बजार घट्दा नडराउनु मात्र होइन, धैर्य भनेको जीवनमा पनि अनावश्यक तुलना नगर्नु हो। जब तपाईँ अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्न थाल्नुहुन्छ तब तपाईँ आफ्नो योजनाबाट भड्किन थाल्नुहुन्छ। सामाजिक सञ्जालले देखाउने चमकधमक धेरैजसो वास्तविकताभन्दा धेरै फरक हुन्छ भन्ने कुरा लेखक स्पष्ट पार्छन्। लेखक खुसी र पैसा बीचको सम्बन्ध पनि उजागर गर्छन्। उनी भन्छन् एउटा निश्चित बिन्दुसम्म पैसा नहुँदा दुःख हुन्छ, तर त्यो बिन्दु पार गरेपछि पैसाको मात्रा बढ्दै जाँदा खुसी त्यही अनुपातमा बढ्दैन। त्यसैले पैसा कमाउने दौडमा जीवनका अन्य मूल्यहरू गुमाउनु बुद्धिमानी होइन। लेखक स्ट्रेस फ्री इन्भेस्टिङको अवधारणालाई जीवनशैलीसँगै जोड्छन्। यदि तपाईँ आफ्नो जीवनलाई सरल राख्नुहुन्छ भने तपाईलाई कम पैसा चाहिन्छ, र जब तपाईलाई कम पैसा चाहिन्छ तब तपाईलाई कम जोखिम लिनुपर्छ। यही सरल गणनाले जीवनलाई पनि शान्त र लगानीलाई पनि सहज बनाउँछ। लेखक भन्छन् धेरै मानिसहरू पैसा गुमाउँदा दुखी हुन्छन्, तर समय गुमाउँदा गम्भीर हुँदैनन्। तर समय भनेको सबैभन्दा मूल्यवान सम्पत्ति हो। जब तपाईँ पैसालाई तपाईँको समय किन्ने साधन बनाउनुहुन्छ तब तपाईँ जीवनलाई नयाँ दृष्टिले हेर्न थाल्नुहुन्छ। लेखक यहाँ रिटायरमेन्टको विषय पनि सहज रूपमा ल्याउँछन्। उनी भन्छन् अवकाश भनेको काम नगर्ने अवस्था होइन, बरु आफूले चाहेको काम गर्ने स्वतन्त्रता हो। सही लगानीले मानिसलाई यो स्वतन्त्रता दिन सक्छ, तर त्यसका लागि समयमै सुरु गर्नु आवश्यक छ। लेखकले असफलताको दृष्टिकोण पनि बदल्न खोज्छन्। लगानीमा कहिलेकाहीँ घाटा हुनु असफलता होइन, बरु त्यो सिकाइको हिस्सा हो। तर एउटै गल्ती बारम्बार दोहोर्याउनु भने वास्तविक असफलता हो। त्यसैले लेखक पाठकलाई आफ्ना निर्णयहरूबाट सिक्न प्रेरित गर्छन्, न कि आफूलाई दोष दिन। अब लगानी केवल भविष्यको सपना होइन, बरु वर्तमानलाई पनि शान्त बनाउने साधन जस्तो महसुस हुन थाल्छ। पैसा अब डरको कारण होइन, योजना र अनुशासनको परिणाम जस्तो देखिन थाल्छ। पैसा अब केवल चाहनाको वस्तु होइन, न त डरको कारण नै हो, बरु जीवनलाई सहज, स्वतन्त्र र अर्थपूर्ण बनाउने साधन जस्तो देखिन थाल्छ। जहाँ निकोलस बेरुबे सम्पूर्ण यात्रालाई समेट्दै एउटा गहिरो निष्कर्षतर्फ पाठकलाई लैजान्छन्। लेखक भन्छन् फ्रम जिरो टु मिलियनेयरको यात्रा कुनै दिन अचानक सकिने लक्ष्य होइन। यो एउटा सोच हो, एउटा जीवनशैली हो जसले मानिसलाई हरेक दिन सानो तर सही निर्णय गर्न सिकाउँछ। धेरै मानिसहरू सोच्छन् कि जब म धनी हुन्छु तब म शान्त हुनेछु, तर लेखक उल्टो कुरा भन्छन्।
जब तपाईँ शान्त निर्णय गर्न थाल्नुहुन्छ तब धनी बन्ने बाटो आफै खुल्छ। लेखक जीवनका अनिश्चितताबारे खुलेर कुरा गर्छन्। भविष्य कसैले देखेको छैन। रोग, दुर्घटना, आर्थिक सङ्कट, पारिवारिक जिम्मेवारी यी सबै कुनै पनि बेला आउन सक्छन्। तर लगानीको सही सोचले यी अनिश्चितता बीच पनि मानिसलाई आत्मविश्वास दिन्छ। पैसा सबै समस्या समाधान गर्दैन, तर पैसाको अभावले समस्या झन गहिरो बनाउँछ भन्ने सत्यलाई लेखकले स्पष्ट रूपमा स्वीकार गर्छन्। लेखक फेरि अनुशासनको कुरा उठाउँछन्, तर यसपटक अझ मानवीय तरिकाले। उनी भन्छन्, अनुशासन भनेको आफूलाई कठोर बनाउनु होइन, बरु आफ्नो भविष्यप्रति दयालु हुनु हो। आजको सानो त्याग भोलिको ठूलो राहत बन्न सक्छ। यही दृष्टिकोणले लगानीलाई बोझ होइन, आत्मसम्मानको काम बनाउँछ। निकोलस बेरुबेले देखाउँछन् कि धनी र गरिब बीचको सबैभन्दा ठूलो फरक आम्दानी होइन, प्रतिक्रिया हो। बजार घट्दा धनी व्यक्ति योजना सम्झन्छ, गरिब व्यक्ति डर सम्झन्छ। समाचार नकारात्मक हुँदा धनी व्यक्ति समय सम्झन्छ, गरिब व्यक्ति आज मात्रै देख्छ। यही फरकले समयसँगै ठूलो दूरी बनाउँछ। लेखक यहाँ एउटा गहिरो सत्य भन्छन्, धेरै मानिसहरू पैसा कमाउन जान्दछन्, तर पैसा राख्न जान्दैनन्। पैसा राख्नु भनेको केवल ब्याङ्कमा राख्नु होइन, भविष्यका लागि सुरक्षित, बढ्ने र अर्थपूर्ण ठाउँमा राख्नु हो। यही कला सिक्न नसक्दा धेरै मेहनत व्यर्थ हुन्छ। लेखकले सन्तुलनको कुरा पनि जोडदार रूपमा उठाउँछन्। जीवन केवल भविष्यका लागि बलिदान मात्र होइन, आजको आनन्द र भोलिको सुरक्षा बीच सन्तुलन राख्नु आवश्यक छ। लगानीले तपाईको वर्तमान जीवन खोज्नु हुँदैन, बरु भविष्यको चिन्ता कम गरेर वर्तमानलाई अझ राम्रो बनाउनुपर्छ। लेखक भन्छन्, जब तपाईँ आफ्नो पैसालाई नियन्त्रण गर्न थाल्नुहुन्छ, तब तपाईँ आफ्नो जीवनका धेरै भागहरूमा पनि नियन्त्रण लिन थाल्नुहुन्छ। खर्च, समय, सम्बन्ध, प्राथमिकता यी सबैमा स्पष्टता आउँछ। पैसा यहाँ कारण होइन, सङ्केत हो कि तपाईँ आफ्नो जीवनप्रति कति सचेत हुनुहुन्छ। लेखक फ्रम जिरो टु मिलियोनियरलाई केवल आर्थिक किताबको रूपमा होइन, जीवन दर्शनको रूपमा प्रस्तुत गर्छन्। उनी भन्छन्, करोडपति बन्ने सपना सबैको हुनुपर्छ भन्ने छैन, तर आत्मनिर्भर, शान्त र डरमुक्त जीवन बाँच्ने चाहना सबैको हुनुपर्छ। यदि लगानीले तपाईलाई यो दिन सक्छ भने त्यो नै यसको सबैभन्दा ठूलो सफलता हो। अब लेखक पाठकलाई अन्तिम रूपमा आफैसँग संवाद गर्न लगाउँछन्। तपाईँ किन पैसा चाहनुहुन्छ? देखाउनको लागि कि बाँच्न सजिलो बनाउनका लागि? तपाईँ अरूको दौडमा दौडिरहनु भएको छ कि आफ्नो बाटोमा हिँड्न तयार हुनुहुन्छ? यी प्रश्नहरूको उत्तर बाहिर होइन, तपाईँ भित्रै छ। यही बिन्दुमा PEBO बुक्सको तर्फबाट पनि एउटा सन्देश। हामी विश्वास गर्छौं कि साँचो परिवर्तन ठूलो शब्दबाट होइन, गहिरो बुझाइबाट सुरु हुन्छ। यदि यो सारांशले तपाईलाई आफ्नो पैसाप्रति, आफ्नो भविष्यप्रति र आफ्नो निर्णयप्रति अलिकति पनि सजग बनाएको छ भने यो हाम्रो लागि ठूलो उपलब्धि हो। जीवनमा सबै कुरा तुरुन्तै बदलिँदैन, तर सोच बदलिएपछि दिशा अवश्य बदलिन्छ। आज तपाईँ जहाँ उभिनु भएको छ त्यहीबाट सुरु गर्न सक्नुहुन्छ। शून्यबाट सुरु गर्नु कमजोरी होइन, चेतनाको सङ्केत हो, किनकि शून्यबाट सुरु गर्ने मान्छेले नै आफ्नो यात्रा सचेत रूपमा रोज्छ। अब अन्त्यमा एउटा प्रश्न जुन यो सम्पूर्ण यात्राको सार हो। यदि तपाईले आज एउटा सानो तर सही आर्थिक निर्णय गर्नुभयो भने तपाईको जीवन 5, 10 वा 20 वर्षपछि कस्तो देखिन सक्ला होला? यदि तपाईलाई यो समरी युजफुल, गहिरो र मन छुने लागेको छ भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्न नबिर्सनुहोस्, किनकि तपाईको एउटा सानो समर्थनले अरू धेरै मानिससम्म यो ज्ञान पुग्न सक्छ।